Hello guys, how are you? This is me Lalit. Welcome to my vlog. So म चाहिँ अहिले यो ट्राम स्टेसनमा छु. ट्राम स्टेसन भन्दा नि ट्राम स्टपमा. यसैलाई भन्छ ट्राम. हेर त्यो भित्र जान्छु. सट्ट तरिकाले खोल्छ ढोका. प्याड ल गाइस, ट्रामले ढोकै खोल्दैन, अर्कोतिर ढोका खोलेको रहेछ. म त्यता गइनँ, मैले प्रेस गरेको ठाउँमा चाहिँ ढोका खोल्दैन. सो अब म हिँड्दै जान्छु अगाडिसम्म. ट्राम त आउँछ अझै, कतिर आउँछ थाहा छैन. जस्ट एउटा ट्राम गएको छ पछाडि, कतिर आउँछ थाहा छैन. यस्तै हिउँतिर हिँड्दै जाने अगाडि बढ्दै. सो गाइस, म हिँड्दा त अलिक परसम्म आइसकेको छु होइन अलरेडी. तर यहाँ भित्र कस्तो दामी देखिएको, घाम मस्त लागेको छ होइन. यहाँको भ्यू हेर्नु त, पुरै हिउँले ढाकेको छ. यस्तो छ गाइजहरू, यस्तो छ अहिले यताको भ्यू. पुरै हिउँले ढाकिएको छ. चिसो चाहिँ लास्ट चाहिँ घाम लाग्यो भने चिसो लास्ट चाहिँ, किनभने माइनसमा छ नि त. माइनस समथिङ आज 10-12 डिग्री सेल्सियस छ. चिसो छ है. यस्तै छ यताको. ट्राम कतिर आउँछ, ट्राम आएपछि म ट्राममा जान्छु. लगाइदिएर म अर्को स्टपमा आएर बसेपछि ट्रामको, र ट्राम आइरहेको छ. फेरि यो ट्रामले पनि मलाई छोडेर जाने हो कि, त्यही भएर म भिडियो पछि बनाउँछु है गाइजहरू. ल फाइनली गाइस, ट्राममा बस्छु. ट्राम यो चाहिँ खोल्दै ट्रामले ढोका ठ्याक्कै जस्ट अब 2 weeks एगो यहाँको अवस्था कस्तो थियो र अहिलेको अवस्था हेर्नु त हिउँ परेर. अनि क्रिसमस पनि सक्यो, न्यु इयर पनि सक्यो नि त. आज 11 तारिक अलरेडी भइसकेको छ. यहाँको अहिलेको अवस्था यस्तो छ, हिउँ परेर यस्तो थियो र अहिले यस्तो छ. पुरै लथालिङ्ग छ यता. सो म अगाडि बढ्दैछु, तपाईँ भिडियो अन्त्यसम्म हेर्दै बस्ने. यहाँको अवस्था चाहिँ अहिले यस्तो छ. सो गाइजहरू, म सेन्ट्रल पार्कतिर आइसकेको छु र यहाँ माहौल यस्तो छ. सन्डे भयो भने भिडभाड निकै कम छ. हेर्नुहुन्छ यो अगाडि न्यु इयरमा कन्सर्ट भएको थियो, त्यहाँ म जान्छु, देखाउँछु. यता यस्तो छ अहिले, शान्त छ. चिसो भएर होला, मान्छेहरू त्यति बाहिर छ, त्यो पनि आइरहेको छ र घाम मस्त लागेको छ. बिल्डिङहरू यस्तो छ यता, यस्तो छ. गाइस, लाइफ ब्याक टु नर्मल आइसकेको छ अलरेडी. यी तपाईँको कन्सर्ट भएको थियो होइन, अहिले पुरै नर्मलमा आइसक्यो. यहाँ स्टेसन सब हटिसकेको छ, अहिले सब नर्मल्ली भइरहेको छ. त्यहाँ आज सन्डे, आज मलाई अच्छा लगाइरहेको छ. यहाँ भिडभाड निकै कम छ कि, हेर्न सक्नुहुन्छ. यस्तो मौसम क्लियर छ, राम्रो छ, अनि भिडभाड निकै कम छ. त्यो यहाँको माहौल सुनसानै भन्नु यत्तिको त सुनसानै. हेर्नु त, त्यसलाई म देखाउँछु. त्यो छ माहौल. क्रिसमस ट्री चाहिँ अझै यहाँ हटाएको छैन. यो क्रिसमस ट्री चाहिँ अझै छ यहाँ गाइजहरू, हेर्न सक्नुहुन्छ. म देखाउँछु. क्रिसमस ट्री चाहिँ अझै नै छ, सायद हटाउँछ होला. र अहिले म माथि डाँडातिर जाँदैछु. त्यहाँबाट तपाईँलाई म देखाउँछु कस्तो देखिन्छ आज जागिरी भाषाको मौसममा. आज एउटा गल्ती गरेँ, टोपी ल्याउनु बिर्सेँ मैले, टोपी ल्याइन. यहाँबाट जान्छु अगाडि माथि डाँडातिर. डाँडाबाट हेरौँ त यो जागिरी कस्तो देखिन्छ आज. माथि जाने, डाँडातिर जाने गल्ली हो. र म एक्लै छु है, साथी नसँगै एक्लै, एक्लै के भन्छ रङ्गीचङ्गीको के हो. डाँडातिर जाँदैछु, डाँडा माथि डाँडातिर जाँदैछु म एक्लै. चढे जस्तो कस्तो लाग्छ भने, हामी सोम्बी चढ्छौँ नि, सोम्बी चढे जस्तै छ यो. सोमनाथ चढे जस्तै सिडी चढ्नुपर्छ जानुलाई. र एक्लै यसरी हिँडिरहेको छु. है भिडियोलाई इन्जोय गरिराख्नु त तपाईँहरू. सो लेट्स गो अप. सो सायद धेरै हिँड्ने र एक्सर्साइज नभएको बानीले गर्दा स्यासा बनाइसक्यो. जस्तो हामी स्विमिङमा त सासै रोकिन्छ जस्तो हुन्छ नि, स्यासा बनाउँछ नि, त्यस्तो बनाइसक्यो मलाई. त हेर्नुहोस् यस्तो भ्यू मेरो ब्याकग्राउन्ड. अझै म हिँडिरहेको छु अझै डाँडातिर. म एक्लै हिँडिरहेको छु गाइजहरू. अझै हिउँ यस्तो छ, हिउँ पग्लेको छैन. यहाँबाट माथिबाट गएपछि राम्रो भ्यू देखिन्छ. एउटा सही भ्यू देखाउँछु, भिडियो लाइनसम्म हेर्नु है गाइज. सो गाइजहरू, म चाहिँ अलिक डाँडा उक्लिन लागिसकेँ. यहाँबाट हेर्दा यस्तो देखिन्छ, चट्ट घाम लागेको छ अहिले. हिउँहरू लगभग पग्लिन लागिसकेको छ, त्यही नै अझै छ हल्का फल्का. त्यो हेर्नुहोस् त भ्यू.
यस्तो दामी भ्यू देखिन्छ सही छ नि ल घामले चाहिँ सही साथ दिएछ मौसमले चाहिँ सजिरहेको छ यस्तो छ मौसम गाइस जाग्रेब सिटी पछाडि एउटा यहाँ मेरो पछाडि यस्तो देखिन्छ जाग्रेब सिटी हेर्न सक्नुहुन्छ यस्तो छ जाग्रेब सिटी यहाँबाट म अगाडि जाँदैछु त्यहाँ एउटा निकै पुरानो ओल्ड चर्च छ चर्च छ त्यतै म जाँदैछु तपाईँलाई देखाउँछु है फलो गर्नुहोस् यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ बाटो गल्ली कोही छैन आज त खासै त्यति भिडभाडै थियो नि पहिला जति हुनुपर्ने हो भिडभाड त्यस्तो केही थिएन म चाहिँ यसरी गरेर तपाईँलाई देखाउँछु है त्यो चाहिँ वान अफ द ओल्डेस्ट चर्च भन्छ त्यसलाई जाग्रेबको यस्तो छ यहाँ यस्तो तपाईँले जुनको देखिरहनु भएको छ नि त्यही चाहिँ वान अफ द ओल्डेस्ट चर्च हो अरे सो लेट्सको यदि ओपन छ भने हामी भित्र जान्छौँ म भित्र जान्छु तपाईँहरूलाई पनि देखाउँछु यदि ओपन छैन भने मेबी विल ट्राई नेक्स्ट टाइम देखाउने छु तर भ्यू हेर्नु त गाई हो यहाँको आर्किटेक्चर हेर्नु न बिल्डिङ हेर्नु त आर्किटेक्चर यस्तो सही छ गाइजहरू यस्तो सही छ सब्सक्राइब गर्नु फलो गर्नु लाइक गर्नु सेयर गर्नु फ्री यार कुनै पैसा लाग्दैन सो दिस इज द चर्च यसलाई चर्च यही चर्च हो वान अफ द ओल्डेस्ट चर्च इन जाग्रेब सो गाइजहरू नजिकबाट हेर्दा चाहिँ यो चर्च यस्तो देखिन्छ सायद आई थिङ्क आज खुल्ला छैन होला तर हेर्नुहोस् त यस्तो छ राम्रो यहाँ बाहिरको पर्यटकहरू पनि आएको रहेछ यस्तो छ ल सायद बन्द रहेछ किनभने छैन यहाँ क्रिसमस ट्री अझै छ यो हेर्नुहोस् त यस्तो छ भ्यू यो चर्च 1841 मा बनेको रहेछ यो म अहिले यता तल झरिसकेको छु दिस इज ठुलो चर्च बनिरहेको छ यसो जस्तो कति राम्रो ठाउँ कि शान्त छ आज सन्डे भए पनि भिडभाड हुने ठाउँ अब यहाँ त अगाडि गयो भने पुरै रेस्टुरेन्टहरू पुरै क्याफेहरू भेटिन्छ यहाँ पुरै यसलाई बाँच्न आइसक्यो तपाईँलाई नआउनु सक्छ तर यो बाँच्न आइसक्यो मलाई यो लाइन भनेको पुरै यहाँको रेस्टुरेन्ट क्याफेहरूको तपाईँलाई देखाउँछु परैसम्म चाहिँ पुरै ठुलो लाइन छ तर हामी चाहिँ यता नजाउँ एक्लै छु अहिले चाहिँ यता घुम्दै गरौँ हामी होइन त्यस्तो छ सो यस्तरी घुमिरहेको चाहिँ म गाइजहरू ल सो गाइज फाइनली आई होप मेरो भिडियो आजको राम्रो लाग्यो होला फाइनली अब म रुम पुग्न लागिसकेँ रुममा आइसकेँ चिसो अझै सो भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गर्नु होला र सब्सक्राइब फलो के गर्नुभएको छ भने प्लिज फलो गरिदिनु क्या सी यू नेक्स्ट भिडियो गाइज बाई थ्याङ्क यू